तिम्रो फेल्युअर्स, हार्डवर्क र सक्सेस एउटा चाइनिज ब्याम्बू जस्तो नै हुन्छ। जब तिमीले एउटा चाइनिज ब्याम्बूको बेर्ना रोप्छौ, त्यसपछिको 4 वर्षसम्म तिमीले जति पानी त्यसमा चढाए पनि, जति सनलाइट त्यसले पाए पनि त्यसमा कुनै पनि ग्रोथ देखिँदैन। तर हरेक दिन तिमीले त्यो बेर्नाको रेखदेख गर्छौ बिना केही उपलब्धिको, सिर्फ विश्वास र कन्सिस्टेन्सीको साथ। तर 5औं वर्षमा त्यो बेर्नादेखि नयाँ जीवन माटो बाहिर देखिन थाल्छ अनि सिर्फ 6 हप्तामा नै त्यो चाइनिज ब्याम्बू 80 देखि 90 फिटसम्म बढेर माथि पुग्छ। तिम्रो सक्सेस पनि ठ्याक्कै यस्तै नै हुन्छ। हर बार फेल भएर पनि जब तिमीले आफ्नो गोल्सको पछि काम गर्न छोड्दैनौ, जब तिमी कन्सिस्टेन्ट रहन्छौ र आफ्नो कम्फर्ट जोनलाई त्याग्छौ, तब त्यो म्याजिक हुन्छ। एक दिन तिम्रो ग्रोथ पनि चाइनिज ब्याम्बूको जस्तो नै एक्सप्लोसिभ हुन्छ। मान्छेहरूले भन्छन् कि यो त रातारात सक्सेस भयो, तर तिमीलाई थाहा हुन्छ गएको वर्षको पेसेन्स, मेहनत र स्ट्रगल त्यो सक्सेसको असली कहानी थियो। अनि जब त्यो दिन आउँछ, तब तिम्रो ग्रोथलाई भगवान र तिमीले बाहेक अरू कसैले पनि रोक्न सक्दैन।